नमस्ते एभ्रिवान, वेलकम टु एडभोकेट डायरिज। आजको यो भिडियो बार परीक्षाको लागि तयारी गरिरहनु भएको परीक्षार्थीहरूको लागि हो। यो भिडियो हेरिसकेपछि तपाईँको कन्फिडेन्स लेभल बढ्छ भन्ने आशा गर्दछु। परीक्षाका दिनहरू नजिकै गर्दा मन ढुकढुक हुनु, पास हुन्छु कि हुन्न होला, ला कस्तो गाह्रो भएको, जति पढे नि बिर्सिने, पास गर्नै सक्दिनँ कि क्या हो भन्ने शङ्का छ। पढाइमा फोकस नै गर्न सकेका छैन, एक्जाम डेट नजिक आइसक्यो, ला के गर्ने होला भन्ने लागेको छ भने यो भिडियो तपाईँकै लागि हो। स्किप नगरिकन अन्त्यसम्म हेर्नुहोला। म अधिवक्ता फलानु भन्दा कस्तो अनुभूति हुन्छ सम्झिनुहोस् त। बार एक्जाम पास गरेपछि तपाईँको परिचय फरक हुन्छ, नामको अगाडि अधिवक्ता हुन्छ। त्यसैका लागि तपाईँले अहिले यस्तो चिसोमा मेहनत गरिरहनु भएको छ। बार परीक्षाको लागि तपाईँले आफ्नो समय दिनुभएको छ। समय मात्र कहाँ हो र, फारम भर्दा पैसा पनि खर्च भएको छ। इन्स्टिच्युट जोइन गर्नुभएको होला, त्यहाँ पनि खर्च छ। एक्जामको लागि किताब किन्नुभएको छ, त्यो पनि खर्चै हो। हेर्नुहोस् त, पैसा त खर्च भएको छ। तपाईँलाई थाहा छ नि कति पैसा खर्च भइसक्यो भनेर। अब एक्जाम भन्ने बित्तिकै प्यानिक हुनु, आत्तिनु एकदमै नर्मल हो। प्यानिक हुनु भनेको एक्जामलाई सिरियसली लिनु पनि हो। प्यानिक भएर पछि हट्नु चाहिँ हुँदैन। तपाईँलाई अगाडि बढ, पढ भनेर कसैले पुस गर्दैन। आफैलाई पुस गरेर अगाडि बढ्ने हो। आफूमा विश्वास राख्ने हो। धरिलो आत्मविश्वास भएपछि बार परीक्षा पास गर्न सकिन्छ। कहिलेकाहीँ थकाइ लाग्छ, निन्द्रा पुग्दैन, किताब हेर्दा आँखा दुख्छ, मसुदा लेख्दा हात दुख्छ, परिवारसँग समय बिताउन मन लाग्छ। तर याद राख्नुहोस्, यो थकाइ अस्थायी हो, सफलता स्थायी हुन्छ। कसैले तपाईँलाई बार एक्जाम सजिलैसँग पास गर्न सकिन्छ भनेको भए उसले झुट बोलिरहेको भनेर बुझ्नु। बार एक्जाम पास गर्नलाई अनुशासन चाहिन्छ। 3000भन्दा बढीले परीक्षा दिएकोमा जम्मा करिब 1040 जनाले 33औं अधिवक्ता तहको परीक्षा पास गरेका छन्। यो यथार्थ हो। यो सुनेर तपाईँलाई ला म फेल हुन्छु कि भन्ने डर लाग्यो होला। डरले बार एक्जाम पास गराउँदैन। समय कम छ, सिलेबस धेरै छ, यो एकदमै पिक टाइम हो पढ्नको लागि। अब एक्जाम आउन 12 दिन बाँकी छ। यो 12 दिनमा तपाईँले अलिकति बढी मेहनत गर्नुभयो भने एक्जाम पास गर्नुहुन्छ। आजको दिनसम्म आइपुग्दा तपाईँलाई धेरै कुरा थाहा भयो होला। तपाईँले हल्का अलिअलि मात्र पढिरहेको, लेखिरहेको भयो नि। 12 दिन बाँकी छ परीक्षा आउन। यो 12 दिनमा तपाईँले अरू सबै काम छोडेर परीक्षामा तयारीमा लाग्नुहोस्, समय दिनुहोस्। 15वटै नजिरहरूको तथ्य याद गर्नुहोस्। तथ्य चाहिँ तपाईँलाई सरर आउनै पर्छ। एमसिक्यूको लागि अब आएर किताब पढेर बस्ने समय चाहिँ हुँदैन। जति समय छ त्यो मसौदा लेखनको लागि चाहिन्छ। अब एमसिक्यूको लागि समय नै चाहिँदैन त? होइन, चाहिन्छ। झन् मार्क्स पनि एमसिक्यूबाटै बढी ल्याउन सकिन्छ। बढी मार्क्स आउँछ, यसले गर्दा तपाईँको पर्सेन्टेज बढ्छ। त्यसको लागि के गर्ने भन्दा बजारमा एमसिक्यूको किताब पाउँछ। बार एक्जाम मोडल क्वेसनको किताबहरू पाउँछ। त्यो किताबहरू किनेर किताबमा प्र्याक्टिस गर्नुहोस्। अब एक्जाम नजिकै गर्दा गर्ने नै यही हो, किताब किन्ने, प्र्याक्टिस गर्न थाल्ने। एमसिक्यू एक्जाम के दिन 10 मार्क्सको कानुन, अङ्ग्रेजी, नेपाली अनुवाद विषयको एक्जाम हुन्छ। यसको लागि नि तयारी गर्नुपर्छ। ट्रान्सलेसनको पेपर नछोड्नुहोस्। तपाईँलाई जति आउँछ, जति जान्नु भएको छ सकेसम्म गर्नुहोस्। एटेम मात्रै भयो भने गर्नुहोस्। 2 नम्बर मात्रै भयो भने आउँछ। यसले तपाईँको मसौदा लेखनमा 50 मार्क्स ल्याउनै पर्ने हुन्छ। मसौदामा 48, 49 आएर फेल हुने पनि हुनुहुन्छ। ट्रान्सलेसनको 2 मार्क्स जोडिने बित्तिकै तपाईँ पास हुनुहुन्छ। एमसिक्यूको एक्जामको लागि समय 1 घन्टा 30 मिनट र ट्रान्सलेसनको लागि 30 मिनट भनेर 2 घन्टाको टाइम हुन्छ। एमसिक्यूको क्वेसन एबिसिडी गरेर 4 सेटमा हुन्छ। आफूलाई जुन सेट पर्यो त्यही एन्सरको पेपरमा लेख्नुपर्छ। क्वेसन पेपर एमसिक्यूको फिर्ता गर्नुपर्छ। आफैसँग राख्न पाइँदैन। एन्सर सिटमा ठिक अप्सनमा कालो पार्ने, गोलो भर्ने गर्नुपर्छ, टिक लगाउने होइन। क्वेसन झुक्क्याउने गरी सोधेको हुन्छ। राम्ररी क्वेसन पढेर सही अप्सन छानेर कुन ठिक हो, एन्सर सिटमा कालो मसीको प्रयोग गरेर गोलो भर्नुपर्छ। मसी कालो मात्रै प्रयोग गर्नुपर्छ। तपाईँले एमसिक्यू र ट्रान्सलेसन 2 घन्टामा सकाएर निस्किनुपर्छ। अब फर्स्ट डेको परीक्षा सकेपछि थपक्क घर आउने, साथीभाइसँग डिस्कस गरेर नबस्ने, जे जस्तो भयो सकियो। अब मसौदा लेखनको एक्जामको लागि तयारी गर्न थाल्ने। भोलिपल्ट मसौदा लेखनको परीक्षा राम्रो गर्ने।
एमसिक्यूमा भन्दा नि मसौदा लेखनमा धेरै परीक्षार्थीहरू फेल हुन्छन्। त्यसैले मसौदा लेखनको लागि प्र्याक्टिस एकदमै धेरै गर्नुहोस्। तथ्यहरू नहेरिकन लेख्ने अभ्यास गर्नुहोस्। पढेको कुरा लेखेर पढ्नुहोस्। नहेरिकन लेख्ने अभ्यास गर्नुहोस्। मसौदा लेखनको लागि समय 3 घण्टा 30 मिनट हुन्छ। एकचोटि परीक्षामा लेख्दा हात दुख्छ। एकैचोटि चाहिँ परीक्षामा लेख्दा हात दुख्छ, गाह्रो हुन्छ। आजैदेखि लेख्न थाल्नुहोस्। तपाईँको हातमा क्वेसन पढ्ने बित्तिकै कुन अदालत हो, वादी प्रतिवादी को हो, मुद्दा के हो, विषय तथ्य कानुनी व्यवस्था नजिर सिद्धान्त सर याद आओस्। सोचेर बस्ने पर्ने अवस्थै नआओस् भन्नका लागि अहिले नै राम्रो तयारी गर्नुपर्छ। अब कसरी तयारी गर्ने त? रिटबाटै सुरु गरौँ। जस्तो अब रिट निवेदक को, उसले कसलाई प्रत्यार्थी बनाएर कुन अदालतमा रिट दायर गर्यो, उसको माग दाबी के थियो, माग दाबी अनुसार रिट जारी भयो भएन, लिखित जवाफमा प्रत्यार्थीहरूले के जवाफ फर्काए, यो कुरा चाहिँ अहिले नै याद गर्नुपर्छ। रिट कुन संवैधानिक कानुनी व्यवस्था टेकेर रिट पर्यो, नजिर सिद्धान्तहरू कुन रिटमा के लाग्छ त्यो पनि कन्ठे हुनुपर्छ, याद हुनैपर्छ। अब लागौँ फौजदारी मुद्दामा। अब फौजदारीमा पनि तथ्य याद गर्नैपर्छ। वादी प्रतिवादी छुट्याउनुपर्छ। मुद्दा कुन अदालतमा के अभियोग लागेर के मागदाबी लिएर दर्ता भयो, पीडितको भनाइ बकपत्र साथै साक्षीको बकपत्र के कुरा छ, प्रतिवादीको बयान के छ, घटनास्थल मुचुल्का आदि कुराहरू याद हुनुपर्छ। जिल्ला उच्च सर्वोच्चमा फैसला के भयो, प्रत्येक मुद्दामा कानुनी व्यवस्था नजिर सिद्धान्त पनि कुन मुद्दामा कुन लाग्छ थाहा हुनुपर्छ। अब देवानी मुद्दामा को हकमा फिराद पत्र कसले हाल्यो, फिरादी वादी विपक्षी प्रतिवादीको डिटेल्स थाहा हुनुपर्छ। के मागदाबी राखेर फिराद पर्यो, कुन अदालतमा पर्यो, प्रत्युत्तरमा के कुरा आयो, फैसला के भयो, कुन कानुन टेकेर फिराद पर्यो, कानुनी संवैधानिक व्यवस्था नजिर सिद्धान्त कुन लाग्छ अहिले नै याद गर्नुपर्छ। सबै मुद्दाहरूमा केस फ्लो बुझ्नुपर्छ। प्रत्येक मसौदामा लाग्ने कानुनी व्यवस्था नजिर सिद्धान्त याद हुनैपर्छ। तब मात्र परीक्षा सहज रूपमा दिन सकिन्छ। एक्जामको दिनमा क्वेसन पेपर हातमा परेपछि तपाईँलाई जुन सजिलो लाग्छ त्यसबाटै सुरु गर्नुहोस्। एउटा मसौदा लेखनको लागि एउटै मात्र कापी युज गर्नुहोस्। 3 वटाको लागि 3वटै कपी दिएको हुन्छ। छुट्टा छुट्टै मसौदा छुट्टा छुट्टै पेपरमा लेख्ने हो। मसौदा लेखनको दिन लैजान मिल्ने किताबबाट फर्मेट हुन्छ, फर्मेट पल्टाएर लेख्न थाल्नुहोस्। टाइमको ख्याल राख्नुहोस्। मजाले टाइम दिएर लेख्नुहोस्। पहिला क्वेसन चाहिँ राम्ररी पढ्नु। क्वेसनमै तथ्यहरू दिएको हुन्छ, त्यही तथ्य एक्जाम हलमा हेरेर मसौदा लेख्छु भन्नुभयो भने समय पुग्दैन। क्वेसनले के मागेको हो त्यसै अनुरूप मसौदा लेखन गर्नुहोस्। त्यसको लागि आजैबाट मसौदा लेखनको अभ्यास सुरु गर्नुहोस्। तथ्य कानुनी व्यवस्था नजिर सिद्धान्त कन्ठे हुनुपर्छ। ल्याप्चे हस्ताक्षर मसौदाकार कुनमा चाहिन्छ यो कुरा पनि अहिले नै थाहा हुनुपर्छ। तब न परीक्षाको दिन सजिलो हुन्छ। परीक्षामा कम्प्लिट गर्नुहोस्। मसौदा लेखेर नछोड्नुहोस् बिचमा। सबै पुरै लेख्नुहोस्। सबै पुरै टाइम बसेर कम्प्लिट गरेर आउनुभयो भने त पास हुने चान्स हाई हुन्छ। अहिले जति दिन बाँकी छ त्यति दिन सबै काम छोडेर तयारीमा लाग्नुहोस्। तपाईँले जुन समय लगानी गर्नुहुन्छ त्यसको फल पाउनुहुन्छ। अलिकति मनमा इख लिनुहोस्। तपाईँको समय पैसा दोहोऱ्याएर खर्च हुँदैन। त्यसैले यो 12 दिन चाहिँ अलिकति बढी दुःख गर्नुहोस् है। तपाईँलाई यति भन्दा नि म सक्दिनँ, के बुझा छैन, मैले मेसो नै पाइनँ जस्तो लाग्छ भने नि ठिक छ, यो पटक फारम भरिसक्नुभयो, परीक्षा दिनुहोस्, असफल भए नि होस्, तर अर्को पटकको लागि तपाईँले राम्रो अनुभव बटुलेर राम्रो गर्न सक्नुहुन्छ। नआत्तिनुहोस्, प्यानिक नहुनुहोस्। जे हुन्छ राम्रैको लागि हुन्छ। स्ट्रेस नलिनुहोस् है। यो परीक्षा असाधारण मान्छेका लागि होइन, अन्तिमसम्म नछोड्ने मान्छेका लागि हो। अब तपाईँ यहाँसम्म आइपुग्नुभयो भने पछाडि फर्किनु बेकार हो। अगाडि बढ्नुहोस्, अधिवक्ता भएर निस्किनुहोस्। अलिकति मार्क्सले गर्दा फेल हुन पर्यो भनेर मन खिन्न बनाउने दिन चाहिँ नआओस्। समय छ, राम्रो गर्नुहोस् है। मेरो शुभकामना। यो भिडियो मन पर्यो लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।